नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हामी बनाउँदैछौँ हामी सबैको फेभरेट खानेकुरा सेलरोटी। सो अब सेलरोटी बनाउनलाई चाहिँ हामीले सुरुमा लिएका थियौँ चामल चाहिँ हामीले 2-3 घन्टा भिजाएका थियौँ। अनि त्यसको पानी तारेर चाहिँ लियौँ। अनि यहाँ हामीले भाँडामा चाहिँ घिउ र चिनीको पिनेर राखेका थियौँ त्यो पहेँलो चाहिँ। अनि त्यसपछि हामीले मिक्सीमा त्यो चामललाई पनि पिन्दियौँ, पानी राख्दै पिन्दियौँ। अनि यत्तिको पातलो पनि होइन, बाक्लो पनि होइन, ठिक्कको हुनुपर्छ। सेलरोटी बन्नलाई चाहिँ यो पिठो राम्रो भयो भने चाहिँ सेलरोटी हजुरको पर्फेक्ट बन्छ। यो पिठै नराम्रो भयो भने चाहिँ हजुरको सेलरोटी चाहिँ नेपालको नक्सा जस्तै बन्छ साथीहरू। त्यही भएर पिठोमा ध्यान दिनुपर्छ हामीले चाहिँ। यत्तिको भिडियोमा देखे जत्तिकै भयो भने चाहिँ सेलरोटी राम्रो बन्छ। अनि हामीले चाहिँ बसाल्यौँ कराईमा हाल्यौँ तेल। आज चाहिँ मैले होइन, मेरो ममले पकाउँदै हुनुहुन्छ, किनभने मलाई डर लाग्छ तेलसँग। मैले चाहिँ तेलसँग काम गर्नुभन्दा बरु म यति राम्रो भिडियो हजुरसँग मोबाइलले क्याप्चर गरेर हजुरहरूलाई यसको रेसिपी देखाउँछु भन्ने सोचेँ। त्यही भएर म चाहिँ भिडियो बनाएर बसेँ साथीहरू। अनि मम्मीले बनाउनु भयो रोटी मस्तसँग। अनि रोटी चाहिँ मम्मीले स्वाई हाल्दै जानुभयो। यस्तो राम्रो भएको थियो नि साथीहरू। बाहिरबाट हल्का हल्का कालो कालो जस्तो देखियो थियो कुनै चाहिँ। त्यो चाहिँ तेल धेरै हद्दै तात्यो भनेर रहेछ त्यस्तो भएको चाहिँ। अनि पछि भयो त्यो ठिकै भयो थियो। पछि चाहिँ यो चाहिँ हेर्नु न कति राम्रो बनेको छ साथीहरू। यति मिठो, कति पो मिठो थियो। अहिले मलाई यो भिडियो हेर्दा पनि यस्तो खाम भइसकेको छ साथीहरू। हजुरहरूले पनि एकचोटि ट्राई गर्नु होला घरमा, एकदमै मिठो हुन्छ सेलरोटी। चियासँग हामीले चियासँग खाएको थियौँ, एकदम मिठो भएको थियो। भिडियो मन परेमा लाइक कमेन्ट गर्न नबिर्सिनु होला। यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने सब्सक्राइब गर्नु होला। बाई।